हेलो नमस्ते सबैजनालाई वेलकम टु दि स्ट्रिम भन्नु त मिलेन। मेरो नयाँ भिडियोमा सबैजनालाई स्वागत गर्न चाहन्छु, वेलकम भन्न चाहन्छु होइन। आज छोटो मिठो भिडियो छ होइन, यसो टाइम दिएर हेरिदिनु होला। मैले मेरो बारेमा केही कुराहरू राख्ने कोसिस गरेको छु होइन। कति कुराहरू अब पहिला पनि भनेको छु, त्यही पनि अब आज चाहिँ अलिकति स्पेसलै बनाइदिउँ न, कतिको सक्छ भन्ने हिसाबले। म चाहिँ अहिले घरको छतमा बसेर भिडियो बनाउँदैछु, प्लिज तपाईँहरू हेरिदिनु होला। अब भिडियोको बारेमा भन्नुपर्दाखेरि किनभने आज चाहिँ मैले 2022 के अरे 21 सेप्टेम्बर हो नि त, जुन डेट चाहिँ म एक्सिडेन्ट भएको डेट हो। 2018 सेप्टेम्बर 21 को दिन, जुन चाहिँ लास्ट दिन थियो मेरो त्यहाँ काम गर्ने होइन। त्यो दिनमा म एक्सिडेन्ट भएको थिएँ। अनि त्यस पछाडि छुट्टी हुनेवाला थियो, उता कोरियाको दसैँ भनौँ न, छिसकको छुट्टी हुनेवाला थियो। तर 1 घन्टा सर्भाइभ गरेको भए चाहिँ म यो अवस्थामा आज हुन्थेन होला नि त होइन, यस्तो अवस्थामा हुन्थेन होला। सो त्यसको बारेमा मैले फोटोहरू राखेर होइन, मेरो त्यो बेलाको हल्का के भएको थियो, कस्तो सिचुएसन थियो भनेर हल्का भोइस ओभर गरेर फोटोहरू हालेर एउटा छोटो भिडियो बनाएको छु। छोटो त होइन, 20-25-30 मिनटको हुन्छ होला मेबी, बनाएको छु। तपाईँहरूले इन्जोय गरिदिनुहुन्छ होला भन्ने आश गरेको छु। किन भन्दाखेरि यो दिन अलिकति लाग्छ कस्तो अब मृत्युको मुखबाट बाँचेर आएको दिन भन्छु नि त म। सो त्यही हुनाले चाहिँ एउटा छोटो भिडियो बनाइदिउँ न, राखिदिउँ। अब कति इन्टरभ्यूहरूमा पनि भने, कतै अब स्टोरी टेलिङ यताउतिहरूमा पनि भने होइन। अब आफूले पनि आफ्नो च्यानलमा पनि राखौँ, त्यो अन्तिममा भनेको अब आफ्नो च्यानललाई प्रमोट गरौँ, अलि राम्रो होस् भन्ने नै हो होइन। त्यो हिसाबले छोटो भिडियो छ होइन, तपाईँहरू हेरिदिनु होला, इन्जोय गरिदिनु होला, त्यही भन्न चाहन्छु। यो हेडफोन चाहिँ साउन्डको लागि राखेको मैले, तर ओरिजिनल हो, कचरा छ, कचरा नभनिदिनु होला होइन। ठिक छ, अब हामी स्टार्ट गरौँ है त। ओके, बाई बाई। यस्तो त गर्नु पर्दैन होला होइन। ठिक छ, ल यतिमा म इन्ड गरिदिन्छु ल। ओके बाई बाई। त्यही त अब छ मेरो यस्तै क्लिपहरू। यो चाहिँ अब अलिकति हाइलाइटेड टाइपले राखिदिएको मैले सुरुमा होइन। हाम्रो रिकेश भाइ पब्जीमा ड्युक, लेट्स गो हेरौँ है त। ब्याकग्राउन्ड म्युजिक पनि आउँछ होला अलिअलि। ठिक छ, अब मैले केही भन्न सक्दिनँ होला, त्यस्तो साह्रो डिस्क्राइब गर्न सक्दिनँ होला होइन। अब हेर्दै जानु फोटोहरू यही हो। अब म हस्पिटलमा, यो चाहिँ मैले खिचेको म 21मा हो भने 21मा एक्सिडेन्ट भएको थियो, 27मा चाहिँ मेरो हातमा फोन परेको थियो होइन। त्यसपछि चाहिँ मैले फोटोहरू आफ्नो खिचेर राखेको थिएँ। म अब त्यहाँ मेसिनमा च्यापेको थियो नि त, एउटा मेसिन यस्तै टाइपको मेसिन थियो होइन, तर त्यसको डन्डीहरू चाहिँ सिधा थियो। यस्तै मेसिनमा च्यापेको थियो होइन, त्यो किम्ची बनाउने कम्पनीमा। सो अब 1 घन्टाभन्दा बेसी अड्केँ नि त त्यहाँ। त्यसपछि अब मलाई हस्पिटल ल्याइयो, स्यामसङ हस्पिटल भन्ने। अनि त्यहाँ ल्याइएपछि भयो अब उपचारहरू यताउति, म कराउन थालेँ, छटपटाउन थालेँ। त्यसकै सानो क्लिपहरू मैले भिडियोको अब म त्यतिखेर अब खिचिदिउँ न भन्ने हिसाबले राखिदिएको होइन। त्योहरू हो सबै। यो अहिलेको यो चाहिँ खुट्टाको अपरेसन पछि खुट्टा सिधा गर्नको लागि त्यहाँ थेरापी जस्तो टाइपको भनौँ न, त्यतिखेरको हो। यो गर्दा पनि म एकदमै खुसी भएको थिएँ भनौँ न, यहाँसम्म आउन सक्दा पनि। म आफै आउन सक्थेँ। यतिखेर मेरो खुट्टा काटेको थिएन, राइट लेग चाहिँ काटेको हो, यो चाहिँ लेफ्ट हो। म यस्तो थेरापी टाइपको खै घुम्च्याउन नसक्ने त्यस्तो हुँदो रहेछ नि त। त्यसपछि यो मेसिनमा राखेर चाहिँ खुट्टाहरू थेरापी गरिन्थ्यो भनौँ न। एकदमै दुब्लो थिएँ, पातलो थिएँ, खान सक्दैन थिएँ, कब्जियत भएको थियो। अन्त खुट्टामा दुखाइ थियो। यो चाहिँ काटिसकेपछिको हो। म यो हस्पिटलमा लगभग 6 महिना जस्तो बसेँ। 6 महिनाको अन्तरालमा 12-13वटा अपरेसन, त्यसपछि के अरे खुट्टा काट्ने, औँला काट्ने हातको,
त्यस पछाडि लेफ्ट लेग राइट लेग तल एङ्कल सबै चाहिँ यहीँ भयो मेरो। यो मेरो सायद खुट्टा काटिसकेपछि हो कि काट्नु अगाडि हो, मैले पनि बिर्सेँ, देखिनँ राम्रोसँग है। म यसरी व्हिल चेयर चलाएर हिँड्थेँ नि त, गाह्रो थियो। सपनाहरू बोकेर गएको थिएँ नि त कोरियामा, अलिकति दुःखै गरेर केही गर्छु भन्ने हिसाबले गएको थिएँ, तर अन्तिममा यस्तो भयो। मेरो चाहिँ हड्डी यो चाहिँ लेफ्टको हो, यो पनि लेफ्ट खुट्टाकै हो मेरो हड्डी भाँचेको। यो चाहिँ हस्पिटल हो होइन। अनि त्यहाँ हस्पिटल बस्दाखेरि मलाई एकदमै तनाव हुन्थ्यो, एक्लोपनहरू फिल हुन्थ्यो। औषधिले अब 1-2 घन्टा पनि काम गर्थेन होइन, पेन किलरहरूले काम गर्थेन। अब बुकहरू पढ्यो, कति बुकहरू पढ्यौँ होइन, दिनमा 1-2 बुक सकाइदिन्थ्यो, त्यही पनि अब मलाई गाह्रो हुन्थ्यो नि त। भेट्न आउने साथीहरू नेपालीहरू सबै धेरै साथीहरू भेट्न आउनुहुन्थ्यो अब, तर पनि उहाँहरू अब सन्डे स्याटरडे मात्रै आउने हो नि त। अरू 5 दिन त म एक्लै बस्नुपर्ने हो नि त, के गरौँ कसो गरौँ छटपट्टि होइन। अब एक्लै बस्दा त हुन्छ नि त, अब कोही मान्छे देख्यो आयो, अब भेट्न आएको देख्यो भने चाहिँ खुसी लाग्यो नि त। तर एक्लै बस्दाखेरि चाहिँ अब यस्तै हो, कहिले के गरेर बस्ने कहिले के गरेर बस्ने। त्यतिखेर युट्युबको यस्तो गरौँ त्यस्तो गरौँ भन्ने आइडिया पनि भएन, त्यसो टिकटकतिर यसरी हालौँ त्यो भन्ने पनि भएन। यो 2018को कुरा हो, त्यही भएर एक्लोपन महसुस गर्थेँ। नेपाललाई सम्झिन्थेँ, नेपालको आफन्तहरू सम्झिन्थेँ। त्यहाँ नेपालीहरू मलाई भेट्न आउनु हुँदाखेरि एकदम खुसी लाग्थ्यो, मलाई एक किसिमको आनन्द हुन्थ्यो। यो चाहिँ अब मैले साउन्डहरू म्युट गरेको छु यहाँ होइन, छटपट्टिहरू थियो। यस्तो भिडियोहरू मसँग अनेकौँ छ, यो भनेको 10% होला, टन्नै छ भिडियो फोटो। कतिपय फोटोहरू मैले युट्युबमा अपलोड गर्न पनि सकिनँ, एकदम भाइलेन्स हुन्छ भनेर। अहिले चाहिँ अब म नेपाल फर्किसकेँ नि त, नेपाल फर्केर ठिक छु, राम्रै भइसकेँ। तर पनि अब आज चाहिँ त्यो डेट थियो 21 सेप्टेम्बर, मैले कहिले पनि नोटिस गर्थेन। तर जब म 4 वर्ष अगाडि एक्सिडेन्ट परेँ यही दिनमा होइन, त्यस पछाडि अब नेपाल आएको पहिलो सेप्टेम्बर 21 हो नि त। त्यो हुनाले चाहिँ आज मैले यो भिडियो हालिदिएको छु। अलिकति स्पेसल होस् भन्ने चाहन्छु, अलिक धेरैजनाले हेरिदियोस्, मेरो च्यानल पनि बुस्ट होस् भन्ने चाहन्छु होइन। अब यही हो, मैले अब हाल्ने भनेको यस्तै भिडियोहरू हो, किनभने यो मैले भोगेको पीडाहरू हो, मेरो इमोसनहरू जोडेको छ, दर्दहरू जोडेको छ नि त यसमा। सो हालेको मैले भोइस ओभर गर्दाखेरि चाहिँ त्यति फिलहरू नआउँदो रहेछ। एक्लै बस्दाखेरि कहिलेकाहीँ अहिले पनि सोच्दाखेरि चाहिँ नरमाइलो लाग्छ। कोरियाले मलाई के दियो, अब के लियो होइन, कस्तो टाइमहरू स्पेन्ड गरेँ मैले त्यहाँ, के भोगेँ, म के गर्न गएको थिएँ, के भएर आएँ, अहिले कुन सिचुएसनमा छु। कहिलेकाहीँ झड्का दिन्छ नि त आफैलाई हेर्दाखेरि भन्ने। यसरी नै बित्यो मेरो दिनहरू। हाम्रो ठगेन्द्र दाई अहिले नेपालमै हुनुहुन्छ, हाम्रो दिदी रोज दिदी भन्छु म, हाम्रो साथी अर्जुन सोल्टी, निमा सोल्टी, हाम्रो ज्ञानेन्द्र दाई, उहाँ चाहिँ फेरि एक्सिडेन्ट पर्नुभयो। मलाई भेट्न आउँदाखेरि हस्पिटलतिर म यो यसरी बस्थेँ। नुवाकोट समाजको दाई, हाम्रो दाइले मलाई हेल्प गर्नुभएको थियो। नुवाकोट समाजबाट मैले नेपाली 2-2.5 लाख जस्तो। उहाँ चाहिँ गोविन्द पाण्डेजी हुनुहुन्छ र उहाँको लिटल इन्डिया भन्ने रेस्टुरेन्ट छ कोरियामा, 4-5वटा छ होला। म किमेमा बस्थेँ, किमेमा पनि थियो त्यो। यो चाहिँ फर्स्ट टाइम खुट्टा हाल्दाको पल भएको भएर मैले यो राखेको। यो 2020मा 20मा राखेको हो मेरो, अप्रिलतिर राखेको, 2020को अप्रिलतिर खुट्टा राखेको। फर्स्ट टाइम खुट्टा राख्दाखेरि फर्स्ट टाइम मैले 2टा खुट्टाले टेक्दाको पल हो यो। योभन्दा अगाडि म बैशाखी टेकेर हिँड्थेँ। 1 वर्ष 1.5 वर्ष चाहिँ म बैशाखीमा बसेँ भनौँ न। मैले टेक्न पाएन, म आर्टिफिसियल लेग हालेको पहिलो दिनको भिडियो हो यो। म हल्का त्यही हालेर हिँड्ने प्र्याक्टिसहरू
गर्दै थियो। मलाई चाहिँ खासै त्यस्तो प्र्याक्टिस पर्थेन, नपर्दो रहेछ। अब यो खुट्टा हालेको बाहिरपट्टि हो, छेउमै हस्पिटल पनि छ है, मेरो मेन हस्पिटल यहीँ छेउमा थियो। अनि एउटा ट्याक्सी ड्राइभर हुनुहुन्थ्यो, उहाँले एकदम हेल्प गर्नुभयो र म बसेँ यता। अघि जुन त्यो फोटो आएको थियो त्यो दिदीकोमा, हाम्रो के भन्नु, जिना दिदी हो, जिना दिदी भनिदिउँ न होइन, रोजी दिदी भन्छु म चाहिँ, उहाँको नाम जिना हो। सबैले प्रायः जिना जिना भन्दो रहेछ। जिना दिदीकोमा बसेँ। जिना दिदी जब मलाई पहिलोचोटि भेट्न आउनुभएको थियो, त्यसपछि मैले घर भुलेको थिएँ भनौँ न, आफन्त भुलेको थिएँ। मलाई नेपालको अभाव भएको थिएन दिदी आउनु भएपछि। दिदीले मलाई धेरै गर्नुभयो, शब्दमा बयानहरू गर्न सक्दिनँ। अझै पनि सम्झिन्छु त्यो दिनहरू, त्यो पलहरू। मलाई अपरेसन गर्ने बेलामा हेर्नुभएको त्यो उहरू एकदम गाह्रो थियो उहाँको लागि पनि मेरो लागि पनि। उहाँले मलाई चाहिने भन्दा बेसी एउटा परदेशमा र अब चिनजानको हिसाबमा एउटा घरको मान्छेले आमा बाउ सबैले गर्ने भन्दा एकदमै विशेष किसिमको भनौँ न एउटा बिहेभ गर्नुभएको थियो। उहाँ नमरुन्जेल, म रहिरहन्जेल उहाँलाई म एकदमै सम्झिनेछु, मेरो दिमागमा सधैँ रहन्छ। म पछि उहाँको घरमा पनि बसेँ, धेरै बसेँ उहाँको घरमा, कस्तो होला 7-8 महिना। म जुन खुट्टा पनि थिएन र मलाई थेरापी गर्नलाई हस्पिटल पनि चाहिएको थियो। अब त्यहीँ नजिकै हस्पिटल पनि थियो, उहाँको पनि बसेँ, खानाहरू बनाएर दिनुहुन्थ्यो दिदीले। दिदीको यो एहसानलाई पनि म भुल्न सक्दिनँ। र त्यहीँ छेउमा दिदीको घर चाहिँ पछाडिपट्टिको अपार्टहरू, दिदीको अपार्टकै उहरू भनौँ न, यही अपार्टमा कि कहाँनिर हो, सायद यही बिल्डिङ हुनुपर्छ, त्यहाँनिर बस्थेँ म। र यतापट्टि यहाँ बच्चाहरू खेल्ने होइन, नोरी कमान भन्छ होइन, त्यहाँनिर आएर एक्सर्साइजहरू गरिरहेको। पछि दिदीहरूकै कम्युनिटीमा हल्का जिम पनि गरेँ खुट्टा राखिसकेपछि। धेरै खुसीको पलहरू थियो मेरो यो खुट्टा राख्दाखेरि, हिँड्दाखेरि। एक्सपेक्टेसन एकदम धेरै थियो, तर अब यो खुट्टाले त्यति धेरै एक्सपेक्ट गरेको जति चाहिँ दिएन, राम्रो भएन भनौँ न। अब यस्तै छ, के भनौँ र। अब भिडियोलाई लम्ब्याउने क्रममा अलिअलि भोइस ओभर गरिरहेको मात्रै हो। दिदीको फोटो यो फर्स्ट टाइम खाना जाँदा। त्यसपछि यहाँबाट म कता भेनालाई भेट्न जाने बेलामा भेना आउनुभएको थियो भनौँ न। अनि एकजना अर्को दिदीलाई पनि भेट्न गएको थिएँ। त्यो बेला त हाम्याङ भन्ने ठाउँतिरको भिडियो हो यो चाहिँ राखिदिएको। कोरिया मलाई स्पेसली अब एकदम सहयोग गर्नुहुने हाम्रो दिपक गेवाली दाई होइन। अनि त्यसपछि ज्ञानेन्द्र दाई, अघि एउटा फोटो आएको थियो ज्ञानेन्द्र राई दाई, उहाँले मलाई 1 घन्टासम्म मलाई मेसिनमा झुन्डिँदा मलाई थामेर बस्नुभएको थियो, सपोर्ट गर्नुभएको थियो। तर अनफर्चुनेटली उहाँको पनि एक्सिडेन्ट भएर उहाँ चाहिँ डेथ नै हुनुभयो। अर्को कम्पनी चेन्ज गरेर जानुभएको थियो, त्यहाँ उहाँको डेथ नै भयो। उहाँसँग म 1-2 पल्ट मात्रै भेट्न पाएँ। यस्तै छ कोरियामा, सपना ठुलो बोकेर गएको हुन्छ, तर अब यस्तै हुन्छ काम गर्दाखेरि। पछि कम्पनी चेन्ज गरेर काम गर्दाखेरि मेरो खुट्टा सुन्निएको हो। यो यस्तो सुन्निन्थ्यो, म नुन पानीले सेकाएर 15-20 मिनटसम्म बस्थेँ। भोलि आउँथ्यो, भोलि त्यस्तै हुन्थ्यो। यसरी नै मैले कम्पनी चेन्ज गरेर 8 महिनासम्म अर्को कम्पनीमा काम गरेँ होइन। तर सकिनँ हो, पछि त पैसाको लागि किन यस्तो घिटिक हुने जस्तो पनि लाग्यो है। त्यो भएर पनि मैले अपर्च्युनिटीहरू पनि थियो होला र अब हुँदाहुँदै पनि मैले काम गर्नुपर्ने बाध्यता थियो र अब काम गर्न नसक्ने भएपछि मैले कोरिया छोडेको। कम्पनीमा काम गर्दा खिचेको भिडियोहरू अहिले राख्नलाई काम लाग्यो भनौँ न। मेरो साथी थियो त्यहाँ विष्णु सोल्टी, ऊ वहीँ हो। एकदम धेरै हेल्प गरेको छ यार विष्णुले नि मलाई, विष्णु अधिकारी। हेलो विष्णु ब्रो, पक्कै पनि तपाईँले पनि हेर्नुहुन्छ होला, टाइम धेरै हेर्नु ल, तपाईँको फोटो पनि आउँछ।
तपाईँ र हामीले धेरै पलहरू बितायौँ। तपाईँ एकदम सपोर्टिभ यार, एकदम सपोर्ट गर्ने मलाई लाइफमा भनौँ न। यो दौरानमा तपाईँले मलाई एकदम धेरै हेल्प गर्नुपर्छ। र भिडियोहरू निकालेको उहाँले खिचिदिनु भएको उहाँहरू मेरो एकदमै छोटो समयमा एकदम राम्रो भयो। धेरै खुसीको पलहरू बिताएँ भनौँ न। यो चाहिँ पेन्टिङ गर्ने कम्पनी है, यो पाउडर पेन्टिङ थियो। एकदमै गाह्रो हुन्छ, टेम्परेचर 50भन्दा माथि जान्छ होला कुनै बेला, पसिनाले लुत्रुकै हुन्छ। उहाँलाई नै गाह्रो थियो, मलाई नै गाह्रो थियो। अनि भन्नुपर्दा मैले त्यही त ज्ञानेन्द्र दाई, अनि त्यसपछि दिपक दाई, अनि जितेन्द्र दाई अहिले यहाँ काठमाडौँमा सँगै हुनुहुन्छ। उहाँले पनि होइन, उहाँले एकदमै धेरै गर्नुभयो होइन। अनि त्यसपछि यता फर्स्टमा भेट्न आउनु हुने हाम्रो विश्व दाईको त मैले नामै बिर्सेँ। तामाङ समाजको अध्यक्ष थियो त्यतिखेर होइन। उहाँ अहिले नेपालै हुनुहुन्छ, भेट्नु पनि पाइएन। अनि त्यस पछाडि स्नेहा दिदी नै होला सायद, स्नेहा तामाङ समाजमा अहिले पनि उहाँ कार्यरत हुनुहुन्छ र छाङवनको नोदुम्बु अथवा नोदुम्बु वेलफेयरमा काम गर्नुहुन्छ। उहाँले पनि एकदम धेरै सम्झिन चाहन्छु। आउने बेला मैले कोहीलाई पनि भेट्न पाइनँ, कोहीलाई पनि थ्याङ्क यू भन्नु पनि पाएन होइन। सरी फर द्याट सबैजनालाई। मेरो खुट्टाको चाहिँ सुरुमा लाउँदा खुट्टा यस्तो थियो, पछि यो चेन्ज गरेको माथिको मात्रै। सुरुमा मैले फोटो खिचेर राखेको रहेछ, मेरो खुट्टा लाउने चाहिँ यस्तो हुन्छ। यो चाहिँ पछि अब काम गरेपछि चाहिँ मलाई एकदम गाह्रो भयो थियो। सो यस्तै छ। अब मैले के कति भनेँ के कति भनिनँ है। अब म चाहिँ काम छोडेर अब एयरपोर्टको लागि निस्किसकेँ। अब म एयरपोर्ट आइपुगिसकेँ। मलाई चाहिँ गाह्रो थियो नि त अनि त्यहाँ। त्यस पछाडि मैले कोरियाको स्टोरीहरू त कति भन्नै बिर्सेँ होइन। त्यसपछि म यो नेपाल हिँडिसकेँ। नेपाल हिँडेँ प्लेनमा हो। अनि त्यसपछि नेपाल आइपुगेँ म। यो फर्स्टमा साथीहरूसँग फिल्म हेर्न जाँदाखेरि हो। र यो चाहिँ मैले टिकटकमा पनि राखेको थिएँ। यो भिडियो टिकटकमा एकदम भाइरल भएको थियो। युट्युबमा पनि छ के अरे, यो भिडियो मात्रै छुट्टै पनि छ, नेपाल आएर खिचेको भिडियो हो। त्यही भन्न चाहन्छु। अब कोरियामा कति धेरै मान्छेहरूले मलाई हेल्प गर्नुभयो। मनोज गुरुङहरू, यता ठोकर दाइको नाम कस्तो बिर्सेको, गोकुलडी ठोकर, अनि बमजन भीष्म के भन्छु तपाईँको नामै बिर्सेँ, सरी दाई। अनि त्यसपछि श्रमदीप दाईहरू भयो। अनि त्यसपछि स्टोरिज कोरिया तपाईँहरूले पनि हेरिदिनु होला, राल्फ गिरीको, उहाँलाई थ्याङ्क यू सो मच। एपिएस छिङ्गु, अनि त्यसपछि एपिएस न्युजहरू, उहाँहरूको हेल्प गरेर मैले युट्युबमै जाने निर्णय गरेर उहाँहरूले मलाई एकदम मेरो न्युजहरू बुस्ट गरिदिएर कोरियाबाट टन्नै सब्सक्राइबरहरू आएको थियो। तपाईँहरूले सब्सक्राइब त गर्नुपर्छ, भिडियो हेर्नुपर्छ छैन, एकचोटि हेरिदिनु होला भन्न चाहन्छु। र फेरि मनोज गुरुङ ब्रो, अनि मनोज गुरुङ अहिले नेपालमै हुनुहुन्छ। मिल्यो भने भेट्ने पनि हो है। उहाँले अब कन्ट्याक्ट गर्नुभएको छैन। मैले भेट्नलाई के भन्छ त्यसलाई रिक्वेस्ट गरेको थिएँ। अब उहाँले टाइम मिल्यो भने आउने कुरा गर्नुभएको थियो। भेटौँ भन्ने टाइपको सोचमा छ। अब के हुन्छ है। मनोज गुरुङ ब्रोसँग पनि कति नामहरू छुट्यायो होला है, के भन्नु बिर्स्यो होला, के भन्नु मन लाग्थ्यो सोचेको बेलामा कति धेरै कुरा हुन्छ होइन। तर अब एक्ज्याक्टली जब रेकर्डिङै गरिरहेको थियो त्यतिखेर चाहिँ कुरा आउँदैन। दिदीलाई सम्झिन चाहन्छु म एकचोटि। र अब हामी सन्त दिदीहरूलाई सम्झिन चाहन्छु। हामी भेनालाई, आफन्तीहरूलाई चाहिँ के भने, भेनालाई मैले लास्टै दुःख दिएछु। राजु भयो, हाम्रो भतिज दाइको छोरा, राजुलाई एकदम धेरै दुःख दिएको थिएँ त्यतिखेर। हेल्प गर्नुपर्थ्यो। त्यही हो अब कोरियामा सहयोगी मनहरू, सहयोगी हातहरू पनि टन्नै थिए। त्यसकै उसले गर्दाखेरि म अलिकति झिनो आशालाई पनि अलिक ठुलो बनाएर आज यो अवस्थामा आइपुगेको छु। अहिलेलाई म अब राम्रोसँग ह्यान्डल गर्न सक्छु भन्ने प्रमाण हो यो भिडियो चाहिँ। राम्रो गर्न सक्छु अहिले चाहिँ भन्ने प्रमाण हो यो चाहिँ है। तपाईँ अब हेरि नै हाल्नुभयो। यही नै हो मेरो स्टोरी। मैले एकदम दामी भिडियो बनाउँछु सोच्नु चाहिँ गरेको, तर अब गर्नै सक्दिनँ कि कसरी मैले स्कुटीहरू पनि चलाएर हिँड्न सक्छु, बाइक पनि चलाएँ।
हिँड्न सक्ने रहेछ त्यतिले एक्सपिरियन्स लिएर हुन्छ कतिले नभए अहिले रहेछ म यसरी हिँड्नु चाहिँ कहिले पनि सक्ने हिँड्ने सकिङ यो खाने अब यही अब यस्तै अन्त यो कमजोरी हुन्थे खुट्टा यही देखाउने हो युट्युबमा हाल्ने हो भ्युज कमाउने हो पैसा सो तपाईँहरूलाई जोडिनु भयो भने धेरै सबैलाई एकदम यस्तै छ जिन्दगी तपाईँहरू पनि कोही अब तपाईँ यस्तै हुनुहुन्छ दुःख पीडामा हुनुहुन्छ भने मनमा गर्नु सकिन्छ लाइफ धेरै बाँकी छ अझै होइन नहाल्नु कोही मलाई कन्ट्याक्ट गर्नु चाहनुहुन्छ भने मेरो डिस्क्रिप्सनतिर जानु फेसबुकहरू के छ सबै मलाई जसै पनि कन्ट्याक्ट गर्न सक्नुहुन्छ मलाई कन्ट्याक्ट गर्न चाहनुहुन्छ भने मलाई यसमा मुनि कमेन्ट गरिदिनु त्यसपछि म तपाईँलाई फोन यताउति सबै गर्छु होइन थ्याङ्क यू सो मच फर वाचिङ यस्तै छ म चाहिँ खोलामा गएको यो चाहिँ भाङ्गे झरना होइन यो टिकटकतिर युट्युबतिर आइसकेको छ गर्न सक्दो रहेछ भन्ने कुरा हो यो देखेर चाहिँ म अति नै खुसी थिएँ कि किनकि मलाई पहिल्यैदेखि बानी परेको खोलामा खेल्नु खोलामा खेल्न एकदम रहर लाग्थ्यो नि त त्यही भएर खेलेको रसुवामा गएको यो सबै खुट्टाहरू पनि भिजाइदिएको हल्का प्रब्लम पनि आउँछ होला यो खुट्टाको मेरो यो च्यात्तेको छ यसलाई चेन्ज गर्नुपर्छ यसलाई एक सेट चेन्ज गर्नुको लागि 90,000 यो कपडा सो युट्युबबाट कमाएर सबै भनेर नेपाल आएको एकदम तपाईँहरूले यसो हेर्नु ल ओके थ्याङ्क यू सो मच त्यति नै भन्छु अब के भन्नु है यस्तै छ हेरेर इन्जोय गरिदिनु होला ल अन्तिम भयो ओके गुड बाई सी यू थ्याङ्क यू